स्टडी इन साउथ कोरिया ए टु जेड जानकारी कोरियामा अध्ययनरत नेपाली विद्यार्थी भरत खत्री हामीसँग हुनुहुन्छ यति बेला। सो सबै कुराहरू उहाँको मुखबाट सुन्नेछौँ, एदेखि जेडसम्मको जानकारी आजको यो विशेष एपिसोडमा। भरतजी नमस्ते। हजुर नमस्कार सर। आरामै हुनुहुन्छ? हजुर सर एकदम ठिकठाक छ अहिलेसम्म चाहिँ। तपाईलाई मैले युट्युबबाट फलो गरेँ। वास्तवमा युट्युबमा नमस्ते 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 भनेर स्टार्ट गर्नुहुन्छ क्या तपाईँलाई हरेक कार्यक्रमहरू, त्यो मलाई मजा लाग्छ। अनि अहिलेको जुन माहौल छ कोरियाको अवस्था, विद्यार्थीहरूको अवस्था, यिनै विषयवस्तुमा आज हामी कुराकानी गर्छौँ। यहाँको छोटो परिचय पाउन। हजुर मेरो नाम चाहिँ भरत खत्री, मेरो घर चाहिँ गुल्मी हो। म कोरिया आएको चाहिँ अहिले लगभग 6 वर्ष भइसक्यो। म आउने बेलामा चाहिँ D4 मा आएको थिएँ, अहिले चाहिँ D2 मा अहिले मास्टर्स गरिरहेको छु। ब्याचलर यही कोरियादेखि नै गरेको। ओके, अहिले मास्टरमा अध्ययनरत हुनुहुन्छ? हजुर हजुर हजुर। अहिलेको कोरियाको जुन अवस्था छ नि, जस्तै ब्याचलरको लागि नै कुराकानी गरौँ, खास अहिलेको नयाँ चेन्जेसहरू के छन् त्यो विषयमा छलफल गरौँ। अहिलेको नयाँ चेन्जेसहरू चाहिँ जस्तो म आजभन्दा 6 वर्ष अगाडि आउने बेलामा चाहिँ कोरियामा चाहिँ अब त्यति धेरै विद्यार्थीहरू थिएनौँ। हामी आउने बेलामा चाहिँ D4 मा आएको थियौँ। अहिले चाहिँ D2 मा धेरै कुराहरू चेन्ज भएको छ। जस्तो कि अहिले चाहिँ नेपालदेखि आउनको लागि पहिला चाहिँ 2.8 अथवा 2.6 भन्दा माथिको जिपिए ल्याउन मिल्थ्यो भने चाहिँ अहिले चाहिँ 3.2 को जिपिए राखेको छ। तर यो पनि फेरि जस्तो कोरियाको एकदमै यो सौल एरियामा त्यस्तो युनिभर्सिटीहरूमा गऱ्यो भने चाहिँ 3.2 जिपिएमा गर्न मिल्छ भने चाहिँ, अनि अब आफू चाहिँ अब 2.3 को जिपिए भन्दा तलको भएको स्टुडेन्टहरूलाई पनि त्यो आउनको लागि चाहिँ भिजा कोड भन्ने एउटा अप्सन छ, त्यसरी चाहिँ आउन सकिन्छ। D2 भिसा कोडको विषयमा अलिकति क्लियर गरिदिउँ। धेरै अभिभावक विद्यार्थी भाइ बहिनीहरूको प्रश्न आउँछ क्या, D2 भिसा कोड भनेको के हो भनेर, होइन? ठ्याक्कै भनिदिनुहोस् त के हो। हजुर, D2 भिजा कोड भनेको चाहिँ युनिभर्सिटीले इमिग्रेसनसित मिलेर एउटा लन्च गर्ने भिजालाई चाहिँ D2 भिजा कोड भन्छौँ हामी चाहिँ। भिजा कोड चाहिँ जो चाहिँ अब आफ्नो युनिभर्सिटीको क्राइटेरियाहरू हुन्छ। जस्तो अब नेपालदेखि डाइरेक्ट हाम्रो कोरिया एम्बेसीको थ्रुबाट गऱ्यो भने चाहिँ कोरियाको एम्बेसीको जुन त्यो उसले राखेको एउटा ऊ हुन्छ, त्यो चाहिँ हामीले मिट गर्नुपर्ने हुन्छ। तर यता चाहिँ D2 भिजा कोडमा चाहिँ युनिभर्सिटीले राखेको जुन त्यो क्राइटेरिया हुन्छ त्यो चाहिँ मिट गर्नुपर्ने हुन्छ सर। त्यही नै हो D2 भिजा र D2 भिजा कोड र D2 भनेको सेम हो, होइन? त्यो नेपालमा यदि कसैले चाहिँ त्यो त्यसको हिसाबमा चाहिँ एकदम बढी पैसा उठाउँछ भने चाहिँ त्यो चाहिँ गलत हो। फेरि पैसा उस्तै लाग्छ भन्ने कुरा बुझ्नु पर्यो। हजुर हजुर हजुर, उस्तै हो। अलिकति तलमाथि अब ल्याउँदा त केही भएन सर्भिसको लागि भनेर, तर धेरै चाहिँ ल्याउनु भएन। भिसा सक्सेस रेसियो चाहिँ कस्तो हुन्छ D2 को भरतजी? हजुर, D2 को डाइरेक्ट नेपाल एम्बेसीको थ्रुबाट गर्ने हो भने चाहिँ अब सबै क्राइटेरिया पुगेको छ भने चाहिँ अब त्यो सक्सेस रेसियो हाई नै हुन्छ। D2 भिजा कोडमा पनि सक्सेस रेट त जस लाग्ने भिजा चान्सेस चाहिँ हाई नै हुन्छ कि अब सबै क्राइटेरिया चाहिँ मिट गरेको छ भने। फर इक्जाम्पल, होइन, कुनै स्टुडेन्टले चाहिँ सबै D2 भिजा कोडको लागि सबै स्टुडेन्टहरूले अप्लाई गरे, उनीहरूको चाहिँ 2.8 जिपिए को चाहिँ म्याक्सिमम छ। तर त्यहाँ 2.6 कोले पनि गरेको छ भने प्रायोरिटी त 2.8 को लाई दिन्छ नि। हो त्यस्तो कुरामा चाहिँ कहिले काहीँ भिजा नलाग्न सक्छ। के ग्रुप भिसा हटेको हो कोरियाको? त्यतातिरबाट के छ, युनिभर्सिटीको हल्ला हल्ला के छ? हजुर, ग्रुप भिजा छ सर, होइन, तर एकदमै कम छ। मैले सुने अनुसार चाहिँ 20 जनाको बराबर चाहिँ उनीहरूले दिने भने जस्तो सुनेको थिएँ मैले। मलाई एक्ज्याक्टली चाहिँ थाहा छैन यो विषयमा चाहिँ, तर जस मोटामोटीमा चाहिँ 20 जनासम्मलाई ग्रुप भिजा, तर आउन चाहिँ जति पनि पाए सेल्फ आफूले अप्लाई गरे। तपाईँले ब्याचलर पनि त्यहीँ पढ्नु भएको रहेछ, सुरुमा त D4 मा जानु भएको रहेछ, त्यसपछि ब्याचलर सक्नु भएको रहेछ, त्यसपछि अहिले मास्टरमा पढ्दै हुनुहुन्छ, होइन? यो समग्र यो तपाईँको जुन एउटा यात्रा छ कोरियामा, शैक्षिक यात्रा, होइन, यसलाई चाहिँ कसरी हेर्नु भएको छ? सुरुका दिनहरूमा स्ट्रगल कतिको भयो सर, मलाई अलिकति बताइदिनु त। ए हुन्छ सर, हुन्छ। एकदम दामी क्वेसन सोध्नुभयो होइन सर। कस्तो भयो भन्दाखेरि म चाहिँ D4 मा आएको थिएँ। अब म चाहिँ खासमा कोरिया नै जान्छु भनेर चाहिँ पहिलेदेखि कुनै प्लानै थिएन म विदेश जान्छु भनेर। मेरो दाइ चाहिँ बाहिर बस्नुहुन्थ्यो। मेरो दाइ रमेश खत्री चाहिँ नेपालमा आएर ल भाइ यसरी बसेर हुन्न, म त्रिचन्द्र पढ्दा पढ्दै छोडेर बसेको थिएँ। अनि बाहिर जानुपर्छ भनेर दाइले नै भने पछाडि चाहिँ म यता अप्लाई गरेँ। अनि त्यसपछि यहाँ मैले त्यस्तो कुनै एक्सपेक्टेसनै राखेको थिएन, यहाँ आएर चाहिँ म के नै गर्छु भनेर। त्यही अनुसार आएर चाहिँ सुरुमा चाहिँ एकदम स्ट्रगल भयो, किन भन्दाखेरि कोरिया भनेको चाहिँ आफ्नै भाषा मात्र बोल्छ, यहाँ चाहिँ इङ्ग्लिस भाषा चाहिँ बोल्दिनँ। D2 मा चाहिँ यिनीहरूले खोज्न चाहिँ 6 भन्दा माथिको क्राइटेरिया खोज्छ, आइएल्समा त्यस्तो खोज्छ, होइन? तर यहाँ आएर चाहिँ इङ्ग्लिस कहीँ पनि काम लाग्दैन, त्यो युनिभर्सिटीमा मात्रै हो लाग्ने। अनि यहाँ चाहिँ भाषा नआएको कारणले गर्दाखेरि चाहिँ अब काम नपाउने
अनि त्यस पछाडि चाहिँ यहाँको दलेहरू सिस्टम यहाँ पनि त्यस्तै छ नेपालको जस्तै। अनि दलेहरूसित गएर फसिने, अब पैसाहरू उनीहरूले काम लगाइदिन्छु भन्छ, पैसा दियो अनि पैसा चाहिँ आफ्नो पच्यो होइन, पैसा फिर्ता नआउने, त्यस्तो समस्याहरू चाहिँ धेरै भएछ। अनि त्यस पछाडि चाहिँ 6 महिना म पहिला आउँदा चाहिँ क्याल्भिन युनिभर्सिटीमा आएको थिएँ, 6 महिना त्यहाँ पढेँ। 6 महिना पढिसके पछाडि चाहिँ त्यो अर्को त्यहाँ खाङ्सा युनिभर्सिटीमा चाहिँ म फेरि ट्रान्सफर भएर D2 भिजामा गएँ। अनि D2 भिजामा गएर D2 भिजामा चाहिँ त्यहाँ अब 4 वर्षसम्म त्यही पढेर ब्याचलर कम्प्लिट गरिसके पछाडि चाहिँ अब D10 नबसिकन सिधै चाहिँ म फेरि मास्टर्सको लागि D2 भिजामा अहिले चाहिँ छुनबु युनिभर्सिटीमा पढ्दैछु। त्यही नै हो सर। अब यहाँको स्ट्रगल भनेको चाहिँ नेपालदेखि कोही विद्यार्थीहरू कोरियाको लागि अप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ धेरै अब यताउता धेरै नसुन्नुहरूको कुराहरू चाहिँ तपाईँले चाहिँ फोकस चाहिँ केमा गर्नु भन्दा चाहिँ भाषामा कि जस्तो भाषा तपाईँ चाहिँ केही गर्छु भनेर आउँदै हुनुहुन्छ भने चाहिँ 6 महिना मजाले पढ्छु अनि 6 महिना भाषा इम्प्रुभ गर्छु, इम्प्रुभ गरिसके पछाडि चाहिँ काम गर्छु भन्ने सोचेर आउनुभयो भने चाहिँ दामी गर्न सकिन्छ। होइन भने चाहिँ म जाने बित्तिकै काम गर्छु भन्ने सोचेर आयो भने चाहिँ गाह्रो हुन्छ सर। मैले भोगेको चाहिँ त्यही नै हो। म अब आउने पुस्तालाई पनि त्यही भन्छु। कन्सल्टेन्सीले दिने इन्फर्मेसन र तपाईँले जुन एउटा त्यहाँ भोगिरहनु भएको छ नि, के फरक छ अलिकति चेक गर्नु है त। नम्बर 1, गएको 3 महिनासम्म काम गर्न पाइँदैन, एम आई राइट? हजुर हजुर हो सर, हो। 3 महिना भन्दा पनि अझ बढाएर 6 महिनै भन्दा पनि हुन्छ। आउन चाहिँ यस्तो हुन्छ सर, अब खासमा चाहिँ यसलाई म एकदम भनिदिन्छु, क्लियरिफाई गरिदिन्छु। जस्तो पाइन चाहिँ 3 महिनामा पनि हाम्रो फर्स्ट सेमेस्टरको ट्रान्सक्रिप्टहरू बाहिर आयो भने चाहिँ ट्रान्सक्रिप्टले हामी इमिग्रेसनले एक्सेप्ट गर्यो भने चाहिँ पाइयो होइन सर, 6 महिनाभन्दा भित्र नै। तर म्याक्सिमम भनेको चाहिँ कोरियाको जुन इमिग्रेसनको ल अनुसार चाहिँ 6 महिना पछाडि मात्रै काम गर्न पाउने हो। जस नर्मली विद्यार्थी भाइ बहिनीहरूले 3-4 महिना काम गर्न पाइँदैन भनेर बुझ्दा भयो। हजुर 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 मजाले 3-4 महिनामा नेपालदेखि आउँदै हुनुहुन्छ भने चाहिँ मेन्टल्ली चाहिँ 6 महिनाको लागि प्रिपेयर भएर आयो भने चाहिँ एकदमै बेस्ट हो सर। राइट, ओके सर। ओके, तपाईँको अनुभवमा कोरिया जानलाई ब्याचलर लेभलको पढ्न जानको लागि ठ्याक्कै कति पैसा लाग्छ भनिदिनुहोस् त। अब यसको लागि चाहिँ अहिले 3वटा तरिका छ सर कोरियामा आउनको लागि चाहिँ होइन। एउटा चाहिँ फुल्ली फन्डेड छ होइन, जो चाहिँ कोरिया सरकारले चाहिँ अब नेपालको प्लेन खर्चदेखि लिएर यहाँ बस्दाको होस्टेल फीहरू सबै कुरा चाहिँ कोरिया सरकारले नै बेहोर्छ। त्यसको लागि चाहिँ तपाईँहरूले KGSP भन्ने एउटा स्कलरसिप हुन्छ, त्यसमा चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले युट्युबमै भिडियोहरू हेरे पनि हुन्छ, वेबसाइटमा हेरे पनि भेटिन्छ, KGSP नै छ। अथवा तपाईँ चाहिँ हाम्रो नेपालमा भएको कोरियन एम्बेसीमा गएर त्यहाँबाट सबै डिटेल्सहरू लिन सकिन्छ। एउटा चाहिँ फ्रीमा भयो हुन्छ, यसमा पढ्यो भने चाहिँ राम्रो फ्युचर राम्रो हुन्छ। दोस्रोमा रहेको छ सर, एक मिनट सर, फ्री भन्नाले तपाईँले विथ प्लेन टिकट एभ्रिथिङ फ्री राइट? हजुर सबै फ्री हुन्छ सर। या ओके, देन अब उहाँहरू यहाँ आइसके पछाडि पनि अब ल्याबमा काम गर्यो भने पनि उहाँले युनिभर्सिटीले नै पे गर्छ उहाँहरूलाई, कामको लागि बाहिर पनि खोज्नु पर्दैन। एउटा चाहिँ त्यो भयो होइन। अब सेकेन्डमा चाहिँ के छ भन्दाखेरि चाहिँ D4 भिजा छ। D4मा चाहिँ D4-1 छ, D4-7 छ, D4-6 छ होइन। यो भिजाहरूमा चाहिँ यदि अप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ त्यसमा चाहिँ अहिले D4मा मात्रै भिजा कोरिया सरकारले दिएकै छैन। तर D4मा पनि भिजा कोडमा चाहिँ भिजा दिइराखेको छ र यसमा चाहिँ धेरै पैसाहरू खाइराखेको छ सर नेपालदेखि चाहिँ होइन। तपाईँले भनेको एकदम ठिक हो, 20-22 लाख अथवा 28 लाखसम्म तिरेर आउनुभएको छ। तर यसको लागि चाहिँ अब हामीसित उपाय चाहिँ सर हामीले खोज्ने हो। तर यत्रो धेरै खर्च चाहिँ लाग्दैन। म पर्सनली D4मा आउने बेलामा चाहिँ मेरो खर्च भनेको म्याक्सिमम पनि सपिङ यताउति सबै गर्दाखेरि चाहिँ 12 लाख लागेको थियो। त्यसपछि आउँदा पनि हजुर उहाँ अरूको पनि लगभग त्यति नै लागेको थियो, कोही त 10 लाखमा नै आउनु भएको थियो। किन भन्दा कलेज फी 3 लाखभन्दा बढीको हुन्छ, अहिले चाहिँ अलि बढ्यो भने 3.5 लाखसम्म होला। त्यसले गर्दाखेरि 15 लाखभन्दा बढी जानु भनेको चाहिँ अलि उहाँहरूले धेरै म्याक्सिमम नै लिनुभयो भनेर भनिन्छ। त्यस पछाडि D2मा भयो। D2मा चाहिँ अब तपाईँले अब पर सेमेस्टर पहिलो सेमेस्टरको बुझाएर आउनुभयो भने चाहिँ त्यो 6-7 लाख 7 लाखसम्म भ्याउन सक्छ। पुरै 1 वर्षको बुझाएर आउनुभयो भने तपाईँको 10 लाखसम्म अथवा 8 लाखसम्म लाग्न सक्छ। त्यति भनेपछि समग्रमा 6 महिनाको फी तिरेर जाँदाखेरि 7-8 लाख भित्रमा कोरिया पुग्न सकिने रहेछ हैन त? हजुर हजुर हजुर। ल अब भेरी भेरी इम्पोर्टेन्ट क्वेसन, कोरियामा पार्ट टाइम जबको अवस्था के छ? हजुर पार्ट टाइम जबको अवस्था चाहिँ अघि भनेको कुरा ठ्याक्कै मिट गर्यो भने चाहिँ भाषालाई मिट गर्यो भने पाइन्छ है। यहाँ कोरियामा आइसके पछाडि पनि यहाँ कोरियामा दलहरूसित गयो भने ठग्छ। आफूले फोनमै हेरेर क्यारोट भन्ने अनि आल्बा छङ्गु यस्तो एप्लिकेसनबाट चाहिँ जबहरू हेरेर गयो भने चाहिँ जब चाहिँ पाइन्छ। तर भाषा छैन भने चाहिँ फेरि जब पाइन्न। त्यति नै हो सर। जब चाहिँ फेरि
अब डिफोमा आउनुभयो भने काम गर्छु भनेर नआयो भयो, D2मा आउँदै हुनुहुन्छ भने चाहिँ त्यसको लिमिट चाहिँ हाम्रो 20 देखि 24 घण्टाको चाहिँ उसले तोकेको हुन्छ, त्यही अनुसार गर्ने हो। अनि उस मास्टर्समा चाहिँ 30 देखि 35 घण्टाको हो। र तपाईँले चाहिँ अब यहाँ आएर आफ्नै तरिकाले काम गर्न सकिन्छ, फुल टाइम पनि, तर त्यो आफ्नो तरिकाले गर्नुहुन्छ। विद्यार्थीहरूले त्यहाँ गर्ने कामहरू के हुन् भरतजी? हजुर, यहाँ गर्ने कामहरू भनेको चाहिँ एउटा सर्भिस सेक्टर भयो। सर्भिस सेक्टरमा चाहिँ रेस्टुरेन्टहरू भयो, यो रेमिटेन्सहरू भयो। अब यो ब्याङ्कहरूमा चाहिँ त्यस्तो धेरै हुनुहुन्न। रेमिट र यो के भन्छ, यो रेस्टुरेन्टहरूमा चाहिँ धेरै गर्नुहुन्छ। रेस्टुरेन्टभित्र पनि के वेटर, कुक, यस्तै क्लिनिङ यस्तै हो? हजुर 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 हो, वेटर गर्ने अथवा फ्याक्ट्रीतिर पाउँछन् कि पाउँदैनन्? फ्याक्ट्रीमा सर पाउन्न। अहिले यो चाहिँ सर्भिस सेक्टरमा जस्तो छ भने चाहिँ काम पायो, तर त्यो हुन्छ नि डेन्जर टाइपको कामहरू चाहिँ स्टुडेन्टहरूले गर्न पाउन्न। त्यसको लागि चाहिँ हामीले अब जस्तो यहाँ कोरियादेखि नै मास्टर्स सक्यो, ब्याचलर सक्यो भने चाहिँ त्यसपछि भिजा चेन्ज गर्न मिल्छ। त्यो भिजामा चाहिँ काम गर्न पाइन्छ सर फ्याक्ट्रीमा चाहिँ। 20 देखि 25 घण्टा काम गरेर कोरियामा ट्युसन फी तिरेर बाँच्न सक्ने अवस्था छ कि छैन? छैन सर, छैन। त्यो त सकिन्न। त्यो त उसो नियममा भएको कुरा चाहिँ त्यो हो, तर धेरै साथीहरूले त्यो काम गर्नुहुन्न। अब दिनमा कोरियामा चाहिँ कोरियाको एउटा त्यो हुन्छ नि, त्यो नराम्रो पक्ष भनेको चाहिँ कोरियामा पार्ट टाइम पाउन्न सर। कोरियामा पाउने भनेको फुल टाइम जब हो, त्यसको लागि चाहिँ हामीले गर्नुपर्छ 12 घण्टा खटिनु पर्ने हुन्छ। त्यही नै हो सर। अब त्यो नियम अनुसार चाहिँ पाइन्छ, तर 12 घण्टा काम गर्दा नि कहिले पढ्ने त? फेरि पढ्ने टाइम त चाहियो नि। पढ्ने टाइम त सर आफै म्यानेज गर्ने हो होइन। राम्रो युनिभर्सिटी आएको छ भने चाहिँ अब त्यही अनुसार पढ्नु पर्यो। अब होइन भने चाहिँ 12 घण्टा काम गर्ने, अब कलेजमा पढ्ने, त्यही नै हुन्छ सर। होइन भने चाहिँ त्यही भएर नेपालदेखि एउटा मेन्टली चाहिँ आफू प्रिपेयर भएर आउनु पर्यो। म पढ्न जाने हो कि काम गर्न जाने हो भने। हप्तामा कति दिन क्लास हुन्छ ब्याचलरमा? युनिभर्सिटी अनुसार कोर्स अनुसार फरक पर्छ राइट? हजुर हजुर हजुर, युनिभर्सिटी हेरिकन हुन्छ। अब कुनै युनिभर्सिटीमा हप्तामा 5 दिन पनि हुन्छ, कसैमा 4 दिन हुन्छ, कसैमा 3 दिन हुन्छ। तर त्यस्तोमा चाहिँ टाइमहरू कम हुन्छ सर। जस्तो हप्तामा 2 दिन हुने युनिभर्सिटीहरू नेपालीहरू प्रायः चाहिँ हप्तामा 2 दिन हुनेमा हुनुहुन्छ भने चाहिँ त्यहाँ चाहिँ फेरि बिहान 9 बजेदेखि क्लास सुरु भएको बेलुका 6 बजीसम्म 2 दिन चाहिँ त्यस्तो हुन्छ सर, एकदमै लामो। तर कम गर्नेछ भने चाहिँ त्यही अनुसार टाइम म्यानेज भएको हुन्छ। ओके, भनेपछि 2 दिन कम्प्लिटली छुट्टी लिने, बाँकी 5 दिन फुल टाइम काम गर्ने राइट? त्यही हो? हजुर हजुर हो, त्यही हो सर, त्यही हो। ओके, यसरी अब हप्तामा 5 दिन काम गर्दाखेरि एउटा विद्यार्थीले कति कमाउँछ सर? अब 5 दिन काम गर्दाखेरि चाहिँ अब त्यो चाहिँ हेरिकन हुन्छ सर होइन। अब यहाँको चाहिँ मिनिमम वेजेस भनेको चाहिँ 9,000 वनदेखि लिएर नेपाली 900 देखि लिएर अब 1500 सम्म हुन्छ है नेपाली चाहिँ। त्यस्तो गर्दाखेरि अब उनीहरूले कमाउने मोटामोटी त्यसरी हिसाब गर्न सक्यो सर। एक्ज्याक्टली यति नै भन्न चाहिँ नमिल्ला भिडियोमा। किनभने त्यो चाहिँ हाम्रो नियम हजुर। ओके, जो ट्युसन फी तिरेर जो सर्भाइभिङ गरेर जो 1.5 लाख 2 लाखसम्म कमाउँछन्, मलाई जहाँसम्म लाग्छ नेपाली विद्यार्थी भाइ बहिनीहरू जो त्यतिभन्दा बढी कमाउनु भयो भने घरमा सपोर्ट पनि गर्न सकियो, यतापट्टि ट्युसन फी पनि तिर्न सकियो। हजुर हजुर हजुर। भेरी भेरी इम्पोर्टेन्ट क्वेसन। कोरिया आउनु अगाडि जान्नै पर्ने सिपहरू के भन् विद्यार्थीहरूलाई जुन मार्च इन्टेकमा आइरहेछन् नि होइन, के सिकेर जाने सर? के सिकेर जाँदाखेरि राम्रो हुन्छ भनेर मलाई सोध्नुहुन्छ नि त होइन। सो तपाईँले त्यहाँ त अब 4-5 वर्षदेखि भोगिरहनु भएको छ, के सिकेर आउने हाम्रा भाइ बहिनीहरूले कोरियामा भन्नुहोस् त? हजुर, यदि कोरियामा आउँदै हुनुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ पहिलो सिक्नुपर्ने कुरा भनेको चाहिँ भाषा नै हो सर होइन। भाषालाई फोकस गरेर हजुर, 1 नम्बरमा भाषा नै हो। दोस्रो नम्बरमा यस्तो केही सिकेर आउने भन्ने त्यस्तो केही पनि छैन सर। यहाँ चाहिँ नेपालमा तपाईँले सिकेको जस्तो कम्प्युटर लाइनमा गर्दै हुनुहुन्छ भने चाहिँ कोरियामा आएर यो लाइनमा छिर्नको लागि भाषा नै चाहिन्छ कि। त्यही भएर यस्तो भनेर छुट्याएकै छैन सर। किन म्याक्सिमम नेपालीहरूले किचनमा काम गर्न सिकेर आउनु अथवा वेटरको काम सिकेर आउनु त्यही बेस्ट हुन्छ। अथवा कुकिङ सिके पनि भयो होइन? हजुर हजुर हजुर, कुकिङ। अथवा भोलिका दिनमा अलिकति प्रगति गर्ने भने कम्प्युटर बेसिक कुराहरू सिकेर आए पनि भयो होइन? हजुर 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 हजुर। अब जस्तो रेमिटेन्सको लाइनमा गर्ने भने चाहिँ त्यो हजुरले भन्नु। अनि यता एम्बेसीतिरको के छ अवस्था? एम्बेसीको हल्ला खल्ला त्यस्तो त आएको छैन नि आजभोलि पहिलाको जस्तो? छैन सर, छैन। अब एकदमै एनओसीको विषयमा त्यस्तो कुनै हल्ला खल्ला छैन अहिले? छैन सर। मैले सुने अनुसार चाहिँ यो अहिले चाहिँ कोरिया सरकारले चाहिँ धेरै विद्यार्थीहरू भित्राउँदैछ अरे।
त्यसमा पनि नेपाली पनि प्रायोरिटीमै पर्छ अरे भन्ने सुनेको थिएँ। अब त्यो चाहिँ फेरि मैले त्यो जेन्युन उसबाट पाएको चाहिँ होइन इन्फर्मेसन, तर लगभग अहिले धेरै नै स्टुडेन्टहरू अहिले आए भन्दा अझ बढी आउने सम्भावना छ भन्ने सुनेको छु। हामी कुराकानीको अन्तिम अवस्थामा छौँ भरतजी। ब्याचलर त्यहाँ पढ्ने अनि मास्टर पढ्न चाहिँ अस्ट्रेलिया अमेरिका क्यानाडा जाने भनेर हल्ला पिटिँदो रहेछ क्या नेपालमा, यसमा कतिको सत्यता छ तपाईँले अलिकति क्लियर गरिदिनुहोस् न। हजुर, यसमा चाहिँ कस्तो छ भन्दाखेरि यहाँ आइसके पछाडि जाने तरिका हुन्छ सेम टु सेम हो सर, नेपालै गएर गर्ने हो अथवा यहीँबाट गरे पनि यहीँबाट गर्ने हो। यहाँबाट आएर म्याक्सिमम धेरै गएको चाहिँ हुनुहुन्न, एकदमै कम गएको हुनुहुन्छ। यहाँ आइसके पछाडि चाहिँ अब यतै बानी पर्छ, 4 वर्ष अब यहाँ बितायो भने चाहिँ उता गएर पनि फेरि जिरोबाट स्टार्ट गर्ने हो। त्यसले गर्दाखेरि चाहिँ धेरै साथी यहीँ नै बस्नुहुन्छ, तर जानेहरू पनि हुनुहुन्छ। त्यसको लागि चाहिँ त्यस्तो नेपालबाट फ्रेस स्टार्ट गर्नुभन्दा विदेश आएर 4 वर्ष यहीँ बसिसके पछाडि म अर्कोमा जान्छु भनेपछि चाहिँ त्यो अभियसली त्यो अर्को कन्ट्रीले दिन्छ भिजा भन्ने त्यही मात्रै चान्सेस हो सर। होइन भने त्यस्तो धेरै एकदमै चलेको चाहिँ छैन। कोरिया किन भन्दाखेरि कोरियामा धेरै पसो भएको छैन सर, विद्यार्थी एकदमै धेरै आउन थालेको, त्यसले गर्दाखेरि। तपाईँको त्यही कोरियाबाटै जान मिल्छ नि होइन, नेपाल आइरहनु पर्छ? यहाँबाट पठाउने कन्सल्टेन्सीहरू पनि छन चाहिँ, तर मैले यहाँदेखि नै गएको चाहिँ यहीँ पढेर पेड स्टुडेन्टहरू गएको चाहिँ थाहा पाएको छैन। तर जस्तो केजिएसपी अरू स्कलरसिपमा आउनुहुन्छ नि गभर्मेन्टको फुल्ली फन्डेडमा, त्यस्तोहरू चाहिँ धेरै जानुभएको छ। यहाँदेखि कोरियादेखि धेरै जाने भनेको चाहिँ अमेरिकामा चाहिँ धेरै जानुभएको छ। मैले चिनेको अग्रज दाइहरू चाहिँ धेरै हुनुहुन्छ। ओके, तपाईँको युनिभर्सिटीमा नेपाली कति जति होला? मेरोमा छ होला सर, 400-500 छ कि सायद। 400-500 भनेपछि लगभग जस नेपाली विद्यार्थीहरूको सङ्ख्या त्यहाँ मैले सुने अनुसार नै यताको यो आरआरपिके जस्तै छ भन्ने सुन्नुमा आएको थियो कि, अनि त्यही भएर सोधेको हो। कस्तो छ साँच्ची नेपालीहरू कतिको देखिन्छ? एकदमै धेरै छन् सर। पहिला मैले खाङ्सा पढेको थिएँ, खाङ्सा युनिभर्सिटीमा पनि हामी 400-500 जना थियौँ। एउटा बसै अब जाने उसको बस त हुन्छ नि, जुन जाने बस, त्यो बसमा पुरै नेपाली मात्र भयो। अहिले पनि त्यो युनिभर्सिटीमा ब्याचलर पढ्नेहरू पनि धेरै नै छन्, अनि मास्टर्समा पनि धेरै नै हुनुहुन्छ। जस अब कोरियाको मुख्य युनिभर्सिटीहरूमा जस्तो क्याल्भिनमा भयो, खाङ्सामा भयो, अनि सोल क्रिस्चियनमा भयो, यस्तो युनिभर्सिटीहरूमा चाहिँ एकदमै धेरै छ नेपाली स्टुडेन्टहरू। तपाईँको त्यो 4 वर्षको बिचमा छ नि, घर आउन पाइन्छ कि पाइँदैन साँच्ची, के छ अवस्था? के गर्न भन्नुभयो सर? त्यो 4 वर्षको पिरियड हुन्छ नि जुन पढ्न जान्छन् विद्यार्थीहरू, बिचमा घर आउन मन लाग्यो होइन, त्यसको के छ सिस्टम? यो त एकदमै सजिलो छ नि सर। जस्तो हप्तामा हाम्रो 2 दिन मात्रै कलेज हुन्छ भने 2 दिन चाहिँ हुनु पर्यो कलेजमा, तर 5 दिन चाहिँ म नेपालबाटै आउने जाने गर्छु भन्नु पनि मिल्यो। त्यो चाहिँ हामीले पैसा आफू त्यस्तो हो भनेपछि होइन। मैले सोध्न खोजेको चाहिँ जस्तै बिचमा अब 1 वर्ष पढिसकेपछि नेपाल आउन मन लाग्यो भने त्यो कलेजले के छ सिस्टम? अब जस्तै 1 महिना म नेपाल गएर आउँछु भन्न पाइन्छ कि पाइँदैन भन्न खोजेको। हजुर, जस्तो भ्याकेसन चाहिँ हाम्रो अब 3 महिना पढे पछाडि 3 महिना भ्याकेसन हुन्छ, त्यो 3 महिनामा चाहिँ जान पाइयो सर। जस्तो मार्च इन्टेकमा पढ्नु गाह्रो छैन सर। ओके, भरतजी यहाँले आफ्नो युट्युब च्यानल मार्फत पनि धेरै जानकारीहरू दिँदै आउनु भएको छ होइन। सो मेरा सम्पूर्ण भ्युवर सब्सक्राइबरहरूलाई उहाँको भरत खत्री युट्युब च्यानल छ, गएर हेर्न हुनका लागि अनुरोध गर्न चाहन्छु। तर हाम्रो विद्यार्थी भाइ बहिनीहरू केही सिक्न, केही बुझ्न, रिसर्च गर्न अलिकति विक नै हुनुहुन्छ, इन्ट्रेस्ट देखाउनुहुन्न, किन हो थाहा छैन। भोलिका दिनमा कोरिया गएर उहाँहरूले भोग्नुहुन्छ यो भन्ने मलाई लाग्छ। सो जानु अगाडि एकचोटि ध्यान दिनुपर्छ धेरै कुराहरूमा। मैले सोध्न छुटेका र हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई भन्नै पर्ने कुराहरू भोलि तपाईँसँग ठोकिन्छन् है ती विद्यार्थी भाइ बहिनीहरू। तपाईँले यसो भने होइन प्रवास टिभी युट्युब च्यानलमा भन्नुहुन्छ कोरियामा गएर है, सही सल्लाह सुझाव दिनुहोस्, सठिक सल्लाह सुझाव दिनुहोस् कार्यक्रमको अन्तिममा। हजुर, अब यदि तपाईँ आउँदै हुनुहुन्छ भने चाहिँ पहिलो कुरा चाहिँ भाषालाई फोकस गर्नुहोस्, अनि त्यस पछाडि चाहिँ आएर म चाहिँ एकदमै धेरै पैसा छोप्छु, पैसा कमाउँछु भन्ने सोचले भन्दा पनि म गएर चाहिँ केही सिक्छु भन्ने तरिकाले आउनुभयो भने चाहिँ एकदम सजिलो हुन्छ। अनि 6 महिना मैले काम पाइनँ भने पनि म सर्भाइभ गर्न सक्छु भनेर चाहिँ आफ्नो फ्यामिलीलाई पनि त्यो भनेर रुजाएर आउनु। यहाँ आएर त्यस्तो खतरै गर्न सकिन्न, बिस्तारै बस्दै गए पछाडि गर्न सकिने हो होइन। त्यही भएर यहाँ आएर आत्तिहाल्नु पनि पर्दैन। अनि नेपाल जाँदैछु भने चाहिँ, नेपालदेखि यहाँ आउँदैछु भने सोच्दै हुनुहुन्छ भने चाहिँ भाषालाई चाहिँ फोकस गर्नु, त्यति नै हो सर।
सो अन्य कुरा अब बाँकी कोरियामै कुनै कार्यक्रमहरूमा तपाईँसँग भेट्छन् हाम्रा विद्यार्थीहरूले है त? ए हजुर हजुर, यहाँ आइसके पछाडि अब तपाईँहरूलाई केही समस्या पर्यो भने चाहिँ जस्तो त्यसको लागि चाहिँ केही हेल्प गर्न सकिन्छ, त्यति नै सर। त्यो भोलिका दिनहरूमा ठिक छ, फेरि अहिलेबाट नै विद्यार्थी भाइ बहिनीहरूलाई मेसेज गर्न थाल्ला नि होइन, सो त्यतातिर नजाउँ। कार्यक्रमको अन्तिममा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहे, मेरो जुन निमन्त्रणालाई स्वीकारेर मेरो यो मिडियामा आउनुभयो, आफ्ना कुरा राखिदिनु भयो। धेरै विद्यार्थी भाइ बहिनीहरूको जुन प्रश्न थियो त्यसलाई तपाईँ त्यहाँ बसेर चाहिँ फेस गरिरहनु भएको छ, सत्य तथ्य जानकारी दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद भरतजी। ए हुन्छ सर, एउटा कुरा भन्नु थियो मलाई हजुरलाई। के अरे मेरो साथी चाहिँ नेपालमा गएको थियो, अनि नेपालमा गएर चाहिँ उसको सामानहरू सबै हरायो, एलियन कार्डदेखि लिएर सबै कुरा हरायो। अनि हजुरले चाहिँ कल गर्नुभएको थियो साथीलाई, अनि कोरियाको बारेमा चाहिँ जो विद्यार्थीहरूलाई जानकारी दिउँ भनेर। उसको पनि मेरो साथीको सुजन भ्लग्स एन्ड फन भन्ने युट्युब च्यानल छ, अनि उसले चाहिँ मैले कुरा गरेको थिएँ हजुरसँग मेरो चाहिँ कुराकानी छ भनेर। मलाई पनि जान मन थियो, त्यति बेला उसले गर्दाखेरि भ्याएन। अब जे गर्न खोज्दै हुनुहुन्छ मेरो तर्फबाट पनि बेस्ट विसेस भनिदिनु भनेको थियो, साथीको तर्फबाट पनि तपाईँलाई बेस्ट विसेस छ। हस्, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। सो कोरियाका हरेक अपडेटहरू तपाईँले मलाई आगामी दिनहरूमा दिने कोसिस गर्नु होला। यसै गरी हामी अरू अब यो भिडियोमा जति कमेन्ट गर्छन् नि त्यसको कमेन्टलाई चाहिँ उत्तर दिँदै अर्को एपिसोड हामीले बनाउनु पर्छ। ए ओके सर, स्योर सर। सो यसका साथसाथै आजको कार्यक्रम यही समाप्त भएको घोषणा गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच फर वाचिङ माई भिडियो टिल द टाइम, wherever you are, take care, and if you're watching at first time, make sure you guys subscribe and hit the bell icon. Bye bye.